जीवनभरि दुःख नै भोग्ने हो। दर्शक नमस्कार। आज हामी यहाँहरूमा प्रस्तुत गर्दैछौँ पछिल्लो समय चर्चित लोकदोहोरी गायिका रेणुका भट्टराई, यसै गरी पछिल्लो समयका निकै नै चर्चामा रहेका गायक सुमन परियारले पछिल्ला दिनहरूमा गाएका दोहोरीहरू, विशेष गरी गायिका रेणुका भट्टराईको विवाहपछि उनीहरूले निकै नै भावुक दोहोरीहरू प्रस्तुत गर्दै आएका छन्। विगत लामो समयदेखि रेणुका र सुमन निकै नै चर्चित साङ्गीतिक जोडी अन्तर्गत पर्दछन्। उनीहरूले गाएका एल्बम होस् या लाइभ दोहोरी दर्शकहरूले अत्याधिक मन पराउने गर्छन्। यी त दुवैजनाको प्रस्तुति निकै नै उत्कृष्ट रहने गर्दछ। आउनुहोस् आज हामी सुनौँ उहाँहरूले गाएका दोहोरीका टुक्काहरू। 1 नम्बरमा रहेको दोहोरी छ रेणुका भट्टराई अफिसियल युट्युब च्यानलबाट केही दिन अघि मात्रै सार्वजनिक भएको सुमन र रेणुका निकै नै भावुक दोहोरी, जसमा उनीहरूले पूर्व प्रेमी र प्रेमिका भएर दोहोरीलाई प्रस्तुत गरेका छन्। सानो तिम्रो धेरै याद आवेला, फोन गर्छु ला रुन मन लागेला। मेरो माया त चाहियो भने मर्न पनि सक्छौ, सिउँदो भयो पराईको भइसक्यो, यति माया नगर, तिमीलाई अप्ठ्यारो पनि पर्न सक्छ। बोलको यो मिठो भाकामा उनीहरूले निकै भावुक दोहोरी प्रस्तुत गरेका छन्। यस्तै नम्बर 2मा रहेको अर्को दोहोरी छ सुमन परियार युट्युब च्यानलबाट सार्वजनिक भएको, यो पनि रेणुका र सुमन परियारको निकै नै भावुक दोहोरी हो। यो दोहोरीमा उनीहरूले एक हुन नसकेको जोडीका रूपमा नै आफ्नो दोहोरी प्रस्तुत गरेका छन्। हाम्रो फोटो हेरेर रुन्छु म, कुन दिन हार्ट अट्याक हुन्छु म। मेरो माया कहीँ कतै छ भने बलियो छु कमजोर नबने भुलै। मेरो माया कहीँ कतै छ भने बलियो छौ कमजोर नबन, भुल्नै भयो यी आँखामा बस्या भए, बगाउने थिए आँसुले के गरौँ, निष्ठुरी मुटुभित्र छौ भन्दै निकै नै भावुक दोहोरी प्रस्तुत गरेका छन्। यस्तै नम्बर 3मा रहेको अर्को दोहोरी छ पछिल्लो समय लोकप्रिय युट्युब च्यानल इ नेपाल रोरीगरबाट सार्वजनिक भएको। यस दोहोरीमा पनि उनीहरूले वियोगान्त दोहोरी प्रस्तुत गरेका छन्। यो दोहोरी हेरेर आँखा नरसाउने त सायदै कमै होलान्। यसमा पनि उनीहरूले अत्याधिक माया भएर पनि एक हुन नसकेको जोडीको कथालाई गीतमा प्रस्तुत गरेका छन्। सम्झ्यौ भने विगतका पलहरू बग्छन् यसै मेरी माया, आँसुका भलहरू रुनी भए। बरु सहज चोट साना पीर साना, गाह्रो रहेछ नि रे माया, विगतलाई बिर्सन रुने भयो। आज मदेखि बिछोड हुनेलाई धेरै सम्झना, जुनीलाई बोलको यो दोहोरीमा निकै नै वियोगान्त दोहोरी प्रस्तुत गरेका छन्। यस्तै नम्बर 4मा रहेको अर्को वियोगान्त दोहोरी हो रेणुका भट्टराई अफिसियल युट्युब च्यानलबाट केही समय पहिले सार्वजनिक भएको रुने भयो काम बोलको गीतमा गाएको यो वियोगान्त दोहोरी, जसमा सुमन परियार र रेणुका भट्टराईको एक हुन नसकेको मायालु जोडीको भावनालाई दोहोरीमा उतारेका छन्। सम्झ्यौ भने विगतका पलहरू बग्छन् यसै मेरी माया, आँसुका भलहरू रुनी भए। बरु सहज चोट साना पीर साना, गाह्रो रहेछ नि रे माया, विगतलाई बिर्सन रुने भयो। रुने भयो काम
नपाउने मायाकै दिलमा बस्यो नाम यो दोहोरी पनि दर्शक श्रोताले अत्याधिक रुचाएको दोहोरी अन्तर्गत पर्दछ। यस्तै अर्को 5औं नम्बरमा रहेको अर्को दोहोरी हो सुमन परियार युट्युब च्यानलबाट सार्वजनिक गरिएको निकै नै भावुक दोहोरी, जसमा सफल हुन नसकेका जोडीहरूको अधुरो प्रेम कथालाई प्रस्तुत गरिएको छ, जसमा अत्याधिक माया भएर अन्त्यमा पाउन नसकेका यी जोडीको रूपमा सुमन र रेणुकाले दोहोरी प्रस्तुत गरेका छन्। नजिक हुने देकै हौ मौका त तिमीसँग मिलेन औकात। ए अहिले आरोप लाउँदैछौ के को तिमी रुँदा बिर्स्यौ र रोएको कुरा चाहिँ। अहिले आरोप लाउँदैछौ कि तिमी रुँदा बिर्स्यौ र रोएको फुलमाया नभुल यो बोलको गीतमा एक विरही युगल जोडीको कथालाई समेटिएको छ। यस्तै नम्बर 6 मा प्रस्तुत गरिएको यो दोहोरी रेणुका भट्टराईको विवाहभन्दा पहिले नै गाइएको दोहोरी हो, जसमा एक अर्काको प्रेमलाई चिन्न नसकेर छुट्टिन लागेको एक विवश प्रेमीहरूको कथालाई समेटिएको छ। जान लायो अर्कैको बानी कतै यसको मन दुख्ला नभनी। फोन गर्दा नि उठेन पछि त के खेल खेलेर थियौ र फोन गर्दा नै उठेन पछि त के खेल खेल्न लाग्यौ र मसित जस्ता मार्मिक शब्द दोहोरीमा सुन्न पाइन्छ। यसो त गायिका रेणुका भट्टराई र सुमन परियार दोहोरीमा शब्द चयन र निकै उत्कृष्ट मानिन्छन्। उनीहरूले गाएका दोहोरीहरू दर्शकको चासोको विषय पर्ने गर्छन्। दर्शकबिन तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो? माथि उल्लेखित दोहोरीहरू हेर्न चाहनुहुन्छ भने उहाँहरूको अफिसियल युट्युब च्यानलमा गएर हेर्न सक्नुहुनेछ। दर्शकबिन यस्तै रमाइला र जानकारीमूलक भिडियोहरू हेर्नका लागि यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला भन्दै आजको भिडियोबाट भने बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार, जय गीत, जय सङ्गीत।